होइन भइहाल्यो दिदीहरूको बिजनेस हामी सबैजना लाइक अहिले त नि गल्ली गल्ली चलाएर मैले उकालो ओह्रालो त मैले चलायो नै चलायो हुन्छ चला जति चलाइदिएको डर लाग्दैन अप्ठ्यारो सिलामको चाहिँ पुरा अचार बनेको भरे होइन हजुर मेथी मसला भनेर चाहिँ अहिले चाहिँ जो खाँदाखेरि टेस्ट दिनु है त मजा हुन्छ यस्तै लगाउनु होला दिदी यहाँ पनि अझै छ हजुर चाहिँ हाम्रो रेसिपी के अरे मसला चाहिँ हाम्रो यति मात्रै है अहिले खाँदाखेरि चाहिँ झन् पाउनुहुन्छ यो ठुल्ठुलो भएर अलिक सानो सानो अचार पाकेको अचार यसको फाइनल भएर आउँछ त्यो त मलाई तिन खप्पै पऱ्यो सिक्रेट बनाएर हेर है साथीभाइ हामी मोमो बनाएर खाँदैछौँ भाइको त यहाँ पैसा पनि जान्छ आमाजी भर्खर आज मार्छन् भन्दै आएको चाहिँ तयारी हुनु आँटेको है यो हाम्रो लास्ट हो पुरा भएर चाहिँ अचार कस्तो छ अदुवा पेस्ट सबै हालिदिउँ सुपमा चाहिँदैन होला नि त सुपलाई पनि मिठो त हुन्छ नि अरू सुपमा यहाँ खाने मान्छे पनि चाहियो नि होइन खै भनेको ऊ त्यस्तै हो कि सुपमा पकाएर त्यस्तै हेरेर आउनुपर्छ नि यहाँको केही रेसिपीहरू चाहिँ यो चाहिँ बटर हामी चाहिँ फेरि अरू अर्ग्यानिक तेल खाने चलन छैन यो हाम्रो चाहिँ तिलको तेल हो है फेरि विशेष गरी सोलुको तिलको तेल है यो टेक्सचर के भन्छ भिडियो यसको कलर उयो नुन हालियो अनि अहिले चल्नु लाग्दैन मलाई धेर भइसक्यो टेस्टिङ पाउडर यो चाहिँ चाइनिजले खान्छन् हामी पनि खानै पर्यो के गर्नु अजिनो होइन यो नभए त अब मोमो नै मोमो यो साथीभाइ आउँदैछ है खै चम्चा काँटा अघि लिएको थिएँ यसमा आऊ सुमा बाक्लो दिस्ता है मेरो त झन् बाक्लो भन्छ पाक्दैन अरे आजको पाक्छ गोलो बनाउँछु ल म यो आन्टीलाई पनि यही पठाऊ छिटो जाने आमाजीहरूले पनि यही दियो जेठा बाबालाई पनि यही पठाउँ है ए जेठा बाबालाई पनि पठाउनु भइहाल्यो नि बिचरा बिरामी मान्छे अर्काले पकाएको मिठो हुन्छ बेले बेले बढ्दैन कम 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 अचार अहिले यसको रेसिपी नै हामी देखाउँछौँ माइली दिदीका भने हजुर पाकिसक्यो पाक्यो रेडी पोलेको है
त्यसको पोलेको पोलेको अचार सुपको लागि ठिक छ भयो पिस्यो है यो चाहिँ पोलेको अचार पकडिलो नि माली यो चाहिँ 5 स्टारमा काम गर्ने हात है हजुर नि यो चाहिँ 5 स्टारमा यस्तो गर्छ हजुर दामी भएछ भन्नु चाहिँ यो अलिअलि खतरा होइन हाम्रो चाहिँ है दाउरामा मोमो बनाएपछि झन् खतरा हुँदैन त त्यो कडा ल हाम्रो अचार बच्चेमा को कलर